खासमा चाहिँ यो डोरी यस्तो युज हुन्छ, यो माछा मार्ने जालको डोरी हो। अनि यो डोरीलाई काट्ने हो अनि यसको यो भागमा यसरी डल्लो पार्नुपर्छ। अनि त्यस पछाडि फेरि यसरी सट्ट यसरी घुमाउने हो, यताबाट यसरी छिराउने हो, पासो जस्तो बनाउने, पासो सिम्पल पासो हो। यस्तो गरी ट्याक्क यस्तो पारिदिने हो। अनि यो चाहिँ यस्तो सर्ने खालको बनाउनुपर्छ। अनि यो मकैमा यसरी लाउने, मकैमा यसरी लाउने, यो मकैमा लगाएपछि यसरी 2-3 चोटि तान्ने, अनि फेरि नै पासो यस्तो गरी घुमाएर यसरी घुमाएर ठ्याक्क यताबाट निकाल्ने अनि यसरी बनाउने। यो पनि सर्ने नै बनाउनुपर्छ। अनि यसको साइज चाहिँ अलिकति हल्का सानो हुनुपर्छ। अनि यसको यो भाग चाहिँ यस्तरी ठाडो पारेर यस्तो तेर्सो हुनुपर्छ। अनि यसलाई चाहिँ यताबाट खान्छ र अनि यहाँ टाउको पर्छ त्यसको, खासमा यो सुगाको चाहिँ। अनि तपाईहरुले पनि यसरी नै पार्नु होला। र अनि यस्तो हुनुपर्छ, सेम यस्तो हुनुपर्छ यहाँ। अनि किनभने यो चाहिँ अब कतिले करायो पनि र कतिले पनि सोध्नु भयो र कहिले हाल्नुहुन्छ भनेर, खासमा चाहिँ यस्तो हो। मैले चाहिँ मार्ने भन्नुलाई समात्दै त्यो भाइहरूलाई दिँदै गर्छु, बच्चाहरूलाई। अनि कोही चाहिँ छोडिदिन्छु भुत्लाहरू ओखालेर। कृपया तपाईहरुले पनि नमारिकन त्यसरी छोडिदिनु होला। मैले चाहिँ बाबुहरूलाई दिने र अनि छोड्ने चाहिँ गरिदिन्छु। तर सबै त्यसको प्वाखहरू चाहिँ ओखाल्दिनँ, त्यो जिउको भुत्लाहरू चाहिँ ओखाल्छु। तर मैले चाहिँ छोडिदिएको हुन्छु, त्यही भएर अनि यो नेक्स्ट टाइम छोडिदिएकोहरू हालिदिन्छु। छ मसँग भिडियो, त्यही भएर यो चाहिँ तपाईहरुलाई सिक्नको लागि। तर यो पासो चाहिँ यो उसको चराहरूको र सुगाको लागि हो। बाँदरको लागि, लोखर्केको लागि एक्स्ट्रा पास अर्कै आउँछ, त्यो चाहिँ नेक्स्ट टाइममा हालिदिन्छु म तपाईहरुलाई। ल धन्यवाद, हेरिदिनु भयो। तपाईहरु पनि यसरी सिक्नु होला। र यसरी चल्ने चाहिँ हुनुपर्छ है, चल्ने हुनुपर्छ। अनि यो पासो चाहिँ यस्तो माथि ट्याक्क यसरी अडिनै हुनुपर्छ है। यसरी तपाईको यो पासो तल झर्यो भने तपाईले यसरी मास्तिर सट्ट सार्ने, फेरि यसरी छोडिदिने हो। यस्तो हुनुपर्छ है पासो चाहिँ। ठ्याक्क माथिबाट यसरी सट्ट छिरेर खान्छ त्यसले, त्यही भएर ठ्याक्क पर्छ। अलि सानो साइज चाहिँ अलि मैले ठुलो साइज बनायो, हल्का सानो पारिदिनु यसको